हेलो वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई मेरो फेभरेट एकदमै मनपर्ने र आफू गाउँको भएर होला गाउँकै चिजहरू मनपर्छ र यो चाहिँ दैलेखदेखि आएको कोसेली हो। म तपाईँहरूलाई देखाउँछु, हेर्नु ल। हेर्नुहोस् है गाइस, मेरो फेभरेट चाहिँ यो चाहिँ दैलेखदेखि आएको कोसेली हो है। च्याख्ला, हाम्रोतिर चाहिँ च्याख्ला भन्छ, कतिपयले चाहिँ आँटा भन्छ। यो मकैको आँटा र यो रायोको साग, यो मुलाको साँधेको अचार, साँधेर राखेको अचार र यो काउली र आलुको तरकारी, अनि यो चाहिँ मुलाको सलाद, अनि यो चाहिँ टिमुर, गोलभेडा, धनिया, हरियो धनिया हालेको चटनी र यो चाहिँ अकपरे खुर्सानी मैले सिङ्गै भ्याउँदैन र च्याटक चक्कुले आदि पारेको छु क्या, किनभने महँगो छ नि त यो खुर्सानी। आदि काटेर राखेपछि त अरू चोखै बस्छ। ल हेर्नुहोस् है गाइस, आज चाहिँ म दैलेखदेखि आएको आँटाको च्याख्लाको खाना खाँदैछु र यो च्याख्लासँग चाहिँ मलाई कि दुध कि दही पनि एकदमै मनपर्छ र मैले चाहिँ आज दुध ल्याएको छु। ल हेर्नुहोस् त, हजुरहरूलाई पनि यस्तो मनपर्छ भने आउनु होला। म चाहिँ अब खाना सुरु गरेँ है। एकदमै मिठो भएको छ है। तपाईँहरूलाई चाहिँ मनपर्छ कि पर्दैन आँटाको खाना? म चाहिँ एकदमै मनपर्छ है, एकदम फेभरेट हो मेरो चाहिँ। कति खानेकुरा देखाएको आँखा लाग्ला भन्थ्यो है। आँखा चाहिँ कसैलाई नलाउने है, किनभने कतिलाई त यो च्याख्ला ढेँडो मन पर्दैन नि त, त्यस्तोमा नि आँखा लाउँछ भन्छ होला नि त। है ल, मलाई चाहिँ दुध र भात एकदमै मनपर्छ यो च्याख्लाको। यसरी मसक मसक दुध हालेर मुसेर चाहिँ अनि खाने है गाइस। दुध र भात भनेपछि त हुरुक्कै हो फेरि, चामलको होइन है फेरि च्याख्लाको।